हेलो एभ्रिवान, माई नेम इज मुकेश सृजना र आज म नेपाली पनि भन्न गइरहेको छु र तपाईँलाई मेरो ड्रेस देखेर त लाग्दै होला म कहीँ जाँदैछु। यस, म जाँदैछु कहीँ म जाँदैछु भानुभक्त जयन्तीको प्रोग्राममा र जस्तो म टोटोबाट उठ्छु त्यस्तै रेली गइरहेको रहेछ अनि म पनि रेलीमा सामेल हुन गइरहेको छु र हाम्रो बहिनीहरूलाई पनि भेटिहाल्छु त्यहीँ र हामी त्यहाँ रेली खत्तम गरेर हामी त्यहाँ एकछिन उभिन्छ किनकि हाम्रो एमएलएजी पनि आउनुहुँदैछ र हामी सबैजना त्यहाँ वेट गरिरहेको छौँ एमएलएजीको। जस्तो हाम्रो एमएलएजी आइपुग्नुहुन्छ त्यस्तै हामी सबैजना स्वागतको लागि त्यहाँ उभिरहेको छौँ र हाम्रो एमएलएजी आइपुग्नु भयो र हाम्रो सांस्कृतिक विभागको जति पनि नारीहरू हुनुहुन्छ उहाँले आफ्नो कल्चरको अनुसार एमएलएजीलाई स्वागत अभिनन्दन गर्दै मञ्चतर्फबाट लानुभयो र हामी पनि साथसाथमै मञ्चतिर गयौँ र जस्तो हामी स्टेजमा पुग्छौँ त्यस्तै हामी कहीँ नगएर सिधा चेयरमा बस्नुको लागि जान्छौँ किनकि हामीलाई थाहा छ चेयर पाउनु धेरै नै गाह्रो हुन्छ भनेर। र सबभन्दा अगाडि चाहिँ स्वागतको कार्यक्रम भयो। त्यसको बाद हाम्रो एमएलएजीले आफ्नो विचार राख्नुभयो। हामीले आफ्नो धर्म एवं सांस्कृतिक एवं हाम्रो उहाँको विचारको बाद हाम्रो नानीहरूको छोटो प्रस्तुति भयो। त्यसपश्चात हाम्रो युनिभर्सिटी कलेजको प्रोफेसर आउनुभएको थियो। उहाँले शिक्षाको बारेमा धेरै राम्रो बातहरू भन्नुभएको थियो र 1 घन्टाको विचार थियो र मैले छोटै मात्रै गरेको छु। मेरो नानीलाई मैले पढाउनु पर्यो किनभने नानीले अगर राम्रो शिक्षा अर्जन गरे, नानी समाजमा व्यवस्थित भए आमा बाबा गर्न आएकै ठुलो भइहाल्छ नि। त्यसैले जति लगानी गर्नुपर्ने हो शिक्षा व्यवस्थामा, किनभने हाम्रोमा पर्मानेन्ट हाम्रो उहाँको भिडियो चाहिँ 1 घन्टाको थियो र मैले चाहिँ छोटो मात्रै गरेको छु किनकि अहिले मान्छेहरूलाई छोटो मात्रै मनपर्छ, बेसी लामो भिडियो छ भने हेर्नु खोज्दैन र यति भन्दै आफ्नो विचारलाई समाप्त गर्दै धेरै धेरै धन्यवाद। थ्याङ्क यू फर वाचिङ।